हेलो हेलो सम्पूर्णमा नमस्कार है नमस्कार। म चाहिँ आज नेपालकै प्रसिद्ध मन्दिर भक्तपुर जिल्लामा रहेको यो दरबार स्क्वायर मन्दिर भन्ने ठाउँमा चाहिँ घुम्न जाने योजना बनाएर घुम्न जान लाग्छु। र पहिलो पटक जाँदै गर्दा कस्तो छ भन्ने कुरा मलाई पनि ठ्याक्कै थाहा छैन। पहिलोचोटि जाँदैछु र कस्तो छ भन्ने कुरा अब फाइनल लास्टसम्म चाहिँ म देखाउनेछु। हेर्नु होला हजुरहरूले पनि सम्पूर्णले। यसरी जाँदै गर्दा एकदमै राम्रो देखिन्छ भ्यूहरू यताउता साइडमा बाटोहरू। र यसरी जाँदै गर्दा म चाहिँ अहिले ठ्याक्कै मन्दिर आसपासमा पुगेँ। मन्दिरको अगाडि चाहिँ एउटा मन्दिर पोखरी रहेछ होइन। पोखरीबाट पनि अगाडि बढेर म गेट नजिक लगभग पुग्दैछु। यसरी गेट नजिक पुग्दै गर्दा गेटको साइडहरूमा देख्न सक्नुहुन्छ नेपाली झन्डाहरू टन्नै राखेको देख्न सकिन्छ। यसरी म गेटमा प्रस्थान गरेँ। यसरी जाँदै गर्दा मन्दिर चाहिँ एकदमै राम्रो शैलीमा बनेको रहेछ। मैले पहिलोचोटि यो मन्दिरको अवलोकन गर्दैछु र यो मन्दिर एकदम राम्रो लाग्यो मलाई। म फर्स्ट टाइम आएँ यो मन्दिरमा म पनि। र हजुरहरू पनि यदि भक्तपुर जिल्लामा आएपछि यो मन्दिर चाहिँ हेर्न नछुटाउनु होला। एकदमै पुरातन शैलीमा बनेको र एकदमै प्राचीन तन देखिन्छ यस मन्दिरमा। हेर्नुहोस् एकदम राम्रो टाइपको डिजाइनले बनाएको रहेछ। अनि भित्र नै क्याफेहरू पनि एकदम नेवारी खानाहरू पाइदो रहेछ कि नेवारी सेट नै एकदम राम्रो छ। सबैजना आउनु होला। धन्यवाद।